एउटा सुन्दर राज्य थियो। त्यहाँ एउटा शक्तिशाली राजा बस्थे। सुनका दरबार, महँगा लुगा, सयौं सेवक। तर राजा सधैँ गम्भीर र असन्तुष्ट देखिन्थे। उता त्यही राज्यको गल्लीमा एक भिखारी बस्थ्यो। पुराना लुगा, खाली हात, तर अनुहारमा सधैँ मुस्कान। एक दिन राजा भेष बदलेर राज्य घुम्न निस्किए। गल्लीमा पुग्दा उनले त्यो भिखारीलाई देखे, गीत गाइरहेको, हाँसिरहेको। राजा अचम्म परे। तिमीसँग केही छैन, तर यति खुसी कसरी? राजाले सोधे। भिखारी मुस्कुरायो। मसँग आजको दिन छ, खुला आकाश छ, शान्त मन छ, यिनै मेरा धन हुन्। राजाले आफ्नो मनको पीडा सुनाए, डर, लोभ, शक्ति गुम्ने चिन्ता। भिखारीले भन्यो, राजा हुनु ठूलो कुरा होइन, मन शान्त हुनु ठूलो कुरा हो। त्यो दिन राजा धेरै कुरा सिकेर दरबार फर्किए। भोलिपल्ट उनले गरिबको सेवा सुरु गरे, अन्याय घटाए र सरल जीवन अपनाए। समयसँगै राजा पनि मुस्कुराउन थाले। र त्यो भिखारी? ऊ उस्तै थियो, सधैँ जस्तै खुसी। सिकाइ, धन र शक्तिभन्दा सन्तोष र शान्ति ठूलो सम्पत्ति हो।